सुशासन मार्गचित्रले प्रस्तुत गरेका चुनौती र सम्भावनाहरू, जनजी आन्दोलनबाट उठेका माग र जनभावनालाई मध्यनजर गर्दै शासकीय सुधार क्षेत्र पहिचान गर्नु र देशको शासन प्रणालीलाई पारदर्शी, कुशल र जवाबदेही बनाउन सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा 15 सदस्यीय समिति गठन 2082 पुस 14, प्रतिवेदन पेश 2082 चैत 3, प्रतिवेदन सार्वजनिक 2082 चैत्र 15 गते। प्रतिवेदनले सुशासन निर्माणका लागि 3वटा आधारभूत स्तम्भ निर्धारण गरेको छ। गो डिजिटल, सरकारी सेवा र कार्यप्रणालीलाई पूर्ण डिजिटल बनाउने, नागरिकले घरबाटै यी सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्ने, कागजी कारबाही, ढिलासुस्ती र भ्रष्टाचारको सम्भावना कम गर्ने, सरल पूर्वाधार, अहिलेको जटिल र भद्दा सरकारी संरचनालाई सरल र सुगम बनाउने, अप्रासङ्गिक संस्थाहरूको विघटन, काम नगर्ने बोर्ड, समिति, आयोगहरू खारिज गर्ने, जिल्ला समन्वय समिति जस्ता काम नभएका निकाय खारिज गर्न सुझाव, स्थानीय तहमा मनपरी करारमा कर्मचारी राख्ने चलन कानुनी रूपमा रोक्ने, माग र जवाबदेहिता, सरकारलाई जनताप्रति उत्तरदायी र जवाबदेही बनाउने संस्कृति विकास गर्ने, नागरिक रिपोर्ट कार्ड, सेवा प्राप्त गरेका नागरिकले सिधै सेवाको गुणस्तरको रेटिङ दिने प्रणाली लागू गर्ने, पारदर्शिता र निरन्तर मूल्याङ्कनको व्यवस्था कायम गर्ने। सुशासन मार्गचित्र अध्ययन समितिको प्रतिवेदनले उल्लेख गरेका केही महत्त्वपूर्ण कुराहरू: सरकारले विगतमा बनाएका निकायमा कार्य गर्न नसकेका वा अनावश्यक व्यवहार थपेका निकायलाई खारेज गर्न सिफारिस गरिएको छ। अध्ययन प्रतिवेदनमा सुधार गर्नुपर्ने क्षेत्रलाई पहिचान गरी 1735 वटा क्रियाकलाप समावेश गरिएको छ। 11 वटा सार्वजनिक निकायलाई खारेज गर्न र 7 वटा निकायलाई गाभ्न सरकारले सुझाव दिएको छ। कार्यप्रकृति मिल्ने संस्थालाई एक आपसमा गाभ्ने, कामको दोहोरोपन हटाउने गरी संयोजन गर्न सुझाव दिएको छ। प्रदेश तथा स्थानीय तहले गर्न सक्ने कार्यका लागि थप निकाय आवश्यक नभएको समितिको ठहर छ। कुनै कालखण्डमा निश्चित प्रयोजनका लागि गठन भएका संस्थाहरू बदलिँदो परिस्थितिमा सान्दर्भिक नहुँदा खारेज गरी सरकारको वित्तीय र प्रशासनिक व्ययभार घटाउन उपयुक्त हुन्छ। बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति खारेज गर्न सुझाव दिएको छ। यस निकायले गर्ने कार्य बौद्ध दर्शन प्रवर्धन सम्बन्धी कार्य लुम्बिनी विश्वविद्यालयले गर्न सक्ने र गुम्बा विकास समितिले गर्ने कार्य पुरातत्व विभागले गर्ने गरी यसलाई खारेज गर्न सकिने सुझाव पेश गरेको छ। पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्न सुझाव पेश गरेको छ। नेपाल रेलवे बोर्ड, शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण, जग्गा विकास चक्रकोश, नगर विकास समिति, राष्ट्रिय दुग्ध विकास बोर्ड, जिल्ला निर्वाचन कार्यालय, श्रम स्वीकृति प्रणाली, नो अब्जेक्सन लेटर खारेज। राष्ट्रिय चुरे संरक्षण समिति कार्यक्रम कार्यान्वयन एकाइ सलकपुर, जनकपुर, भरतपुर र लम्कीमा रहेका समितिलाई पुनर्संरचना गरी सरकारी संरचनाबाट सञ्चालन गर्न सिफारिस गरिएको छ। वनस्पति अनुसन्धान केन्द्र, पशुपक्षी रोग अन्वेषण परियोजनालाई प्रदेश हस्तान्तरण सुझाव दिएको छ। विभिन्न सिँचाइ आयोजनाहरूलाई सम्बन्धित संघीय सिँचाइ वा प्रदेश कार्यालयहरूलाई हस्तान्तरण गर्न सुझाव दिएको छ। विभिन्न पर्यटन संरक्षण विकास समितिहरूलाई सम्बन्धित प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्न सुझाव दिएको छ। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले समान प्रकृतिको कार्य गर्ने भएको हुँदा गाभ्ने सुझाव। मुद्रण विभाग, कानुन किताब व्यवस्था समिति, सुरक्षण मुद्रा विकास समितिलाई सुरक्षण मुद्रा केन्द्रमा गाभ्ने सकिने विकल्प सुझाएको छ। युवा तथा साना व्यवसाय स्वरोजगार कोष, महिला स्वावलम्बन कोष, स्टार्टअप उद्यम कर्जा कोष अन्तर्गतको स्वरोजगार कार्यक्रमलाई एकीकरण गरी राष्ट्रिय उद्यमशीलता तथा स्वरोजगार कोष स्थापना गर्न सुझाव गरिएको छ। प्रतिवेदनको पूर्ण पाठ डिस्क्रिप्सनमा लिङ्क दिएको छ, त्यहाँबाट हेर्न सक्नुहुन्छ। सुशासन मार्गचित्र अध्ययन समितिले पेश गरेको प्रतिवेदनमा उल्लेख गरेका सरकारले गर्ने कार्यहरूको बारेमा तपाईँले कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट दिनुहोला र यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।